एकैछिन यो भिडियो हेर्नुहोस् त साथीहरू, यो गल्ती तपाईँहरूले नि गर्नु हुँदैछ त। हेर्नुहोस् त, यसरी रेट आएको छ भने चाहिँ यहाँ के हाल्नुपर्छ, जब तपाईँहरूले ब्याङ्क एकाउन्ट सेटअप गर्नुहुन्छ नि त्यति बेला चाहिँ तपाईँहरूकोमा यो आएको देखायो भने चाहिँ यो चाहिँ मिस्टेक हुँदैछ बार बार भने चाहिँ तपाईँले यहाँ के गल्ती गर्नु हुँदैछ, के हाल्नुपर्छ ध्यानले हेर्नुहोस्। यो ध्यानले बुझ्नु भएन, ध्यानले हेर्नुहोस्। अहिले भर्खरै मात्रै मैले एकजना फ्रेन्डको मैले ब्याङ्क एकाउन्ट सेटअप गराइदिएको, बुझ्नुभयो त डिटेलली। तर तपाईँले यो एउटा मिस्टेक गर्नु हुँदैछ, मलाई भर्खरै मात्रामा कमेन्टमा आयो यो होइन। यो भनेको चाहिँ तपाईँहरूले यहाँ किन यो रेड आयो, अब तपाईँले यहाँ के हाल्नु पर्थ्यो र तपाईँले के हाल्नु हुँदैछ। यहाँनिर तपाईँको यहाँनिर त्यो ब्याङ्क एकाउन्ट पेन भनेर तपाईँले बुझ्नु हुँदैछ होइन, के बुझ्नु हुँदैछ, तपाईँले पेन कार्डको नम्बर हाल्नु हुँदैछ होइन। होइन, पेन कार्डको नम्बर होइन, यहाँ तपाईँले तपाईँको ब्याङ्क एकाउन्ट जुन चाहिँ तपाईँले ब्याङ्क एकाउन्ट तपाईँले नम्बर छ नि तपाईँको, जुन चाहिँ ब्याङ्क एकाउन्टको नम्बर तपाईँले फेसबुकमा एड गर्नु चाहनुहुँदैछ नि ब्याङ्क एकाउन्ट सेटअपमा, हौ त्यो नम्बर चाहिँ यहाँ हाल्नुपर्छ ल। ब्याङ्क एकाउन्टको नम्बर यहाँ हाल्नुपर्छ, पेन कार्डको नम्बर होइन है, बुझ्नु भएन। यहाँनिर चाहिँ ब्याङ्क एकाउन्टको नम्बर हाल्नुहोस्, तपाईँको इजिली यो ग्रिन भएर आउँछ है, सही भइहाल्छ ल। यस्तै टिप्सको लागि मलाई एउटा फलो, एउटा लाइक, एउटा सेयर गरेर जानुहोस्। तपाईँको के छ गुनासो यहाँ कमेन्टमा लेखिराख्नुहोस्, म छु नि तपाईँको लागि ल। मेरो लागि चाहिँ तपाईँहरू हुनुपर्छ है फेरि, हुन्छ। ओके, थ्याङ्क यू।